मेरो पहिला भिडियो हेर्नुभएको छ भने तपाईँले देख्न सक्नुहुन्थ्यो कति काम भएको रहेछ। त्यहाँ पनि यसो हेर बस पार्क चाहिँ बिहान बिहानै अस्तव्यस्त रहेको छ। यहाँ सेती नदीमा निर्माण भएको नयाँ पुल अहिले चाहिँ पुरै भग्नावशेष मात्रै देख्न सकिन्छ। पेट्रोल पम्प चाहिँ अहिले बन्द भएको रहेछ है। हेलो एन्ड नमस्ते सबैलाई। अहिले म यो पृथ्वी चोकमा रहेको हङकङ बजारमा आइपुगेको छु। देख्न सक्नुहुन्छ हङकङ बजारको एरिया चाहिँ अहिले पनि जस्ताको त्यस्तै रहेको छ। मेरो पहिला भिडियो हेर्नुभएको छ भने तपाईँले देख्न सक्नुहुन्थ्यो। यो भत्काउन सुरु गरेको चाहिँ धेरै नै समय भइसकेको छ। यता चाहिँ भत्काउन चाहिँ सुरु गरेको थियो, भत्काउन चाहिँ भत्कायो तर बनाउन चाहिँ अझै सुरु गरेको नरहेछ। अब म उता बस पार्कतिर जान्छु। त्यता के कति काम भएको रहेछ त्यहाँ पनि यसो हेर बस पार्क चाहिँ बिहान बिहानै अस्तव्यस्त रहेको छ। यहाँ गाडीहरूले मान्छे टिप्ने मान्छे ओह्राल्ने अब यतापट्टिबाट हेरौँ कस्तो भयो यसको फोटो हो। यो भत्किएको बासतला कम्प्लेक्स चाहिँ अझै पनि जस्ताको त्यस्तै रहेछ। मेरो अगाडि देख्न सकिन्छ सेती नदीमा निर्माण भएको नयाँ पुल। यो पुल चाहिँ अब करिब करिब भ्याउन लागेको जस्तो देखिन्छ। उतापट्टिको भन्दा देब्रेपट्टिको साइडमा भन्दा यो दाहिनापट्टि चाहिँ चाँडै बनाउन लागेको जस्तो देखिन्छ। यहाँ चाहिँ पहिला बासतला कम्प्लेक्स हुने गर्थ्यो, अहिले चाहिँ पुरै भग्नावशेष मात्रै देख्न सकिन्छ। यो अगाडि चाहिँ तरकारी बजार। हुन्छ हुन्छ ल भाइ 70 रुपैयाँ ज्यादा गरिदियो। अनि मलाई बढी हुन्छ चाहिँ बिहान बिहानै व्यस्त, सबैजना व्यस्त देख्न सकिन्छ है। यहाँको पेट्रोल पम्प चाहिँ अहिले बन्द भएको रहेछ है। धेरै समयपछि चाहिँ त्यो बल्ल बल्ल बन्द भएको रहेछ। बस पार्क भित्र पनि जाऊँ।
बस पार्क चाहिँ पहिला म आउँदा जस्तो थियो अहिले पनि त्यस्तै रहेछ। खासै परिवर्तन चाहिँ नरहेछ। परिवर्तन भनेको चाहिँ यो पेट्रोल पम्प चाहिँ बन्द भएको रहेछ होइन। अरू चाहिँ त्यस्तै छ, जस्तो भत्काएर छोडेको चाहिँ त्यस्तै छ। अलिकति सम्याएर मात्रै छोडेको छ, नत्र खासै केही परिवर्तन देख्न सकिन्न। यतापट्टि यता पनि त्यही छ। अब म तपाईँलाई फेरि पहिला जस्तै एक राउन्ड घुमाएर फेरि देखाउँछु अर्कोपट्टि। सधैँ जसो यो बस पार्क चाहिँ पानी परिसकेपछि चाहिँ हिलो नै हिलो हुन्छ। अब राम्रो व्यवस्थित बस पार्क बनिसकेपछि बल्ल यो समस्या चाहिँ सबै सुल्झिन्छ होला। देख्न सक्नुहुन्छ बसको टाँकी। यहाँ चाहिँ नेपालभरि जाने बसहरू रोकेर राखेको छ। बुटोल भैरवा, बर्दिवा, सिन्धुली, मेरो अगाडिको यो अहिले बन्द भएको पेट्रोल पम्प, यसको चाहिँ पछाडि पनि थियो, अगाडि पनि रहेछ है यसको पेट्रोल। उसका नि अहिले चाहिँ बन्द भएको देख्न सकिन्छ। यो पनि बन्दै होला आमा चाहिँ। त्यसलाई चाहिँ अलिक टाइम लाग्यो बन्द हुनलाई। बन्दै भयो आखिरीमा। आजको अपडेट चाहिँ यति नै मात्रै रह्यो है। खासै केही अपडेट चाहिँ छैन। त्यही पेट्रोल पम्प चाहिँ बन्द भएको रहेछ। ल अब पछि फेरि म अपडेट लिएर आउनेछु होइन। तबसम्मको लागि सी यु नेक्स्ट टाइम।